आउने नयाँ भुन्टी भागमा पनि अझै यता भूमिकालाई निकै कष्टदायी जीवन जिउन पर्ने अवस्था छ हो साथीहरू। अब त्यस घरमा घरेलु हिंसामा परेकी लामो समयदेखि आफ्नै कर्मको फल भोग्दै आइरहेकी भूमिकाको जीवन पनि अझै तहस नहस यानि कि अष्टदायी हुने अनुमान हामी दर्शक श्रोताहरूले लगाउन सक्छौँ साथीहरू। अब अरू कोही नभएर उनको घर बनाउनका लागि ठेकदारको रूपमा उपस्थित यति बेला भूमिकाको घरमा आफ्नै यानि कि भूमिकाको बोयफ्रेन्ड रहेका छन् साथीहरू। अब त्यहाँ यस्तो अवस्थामा भूमिकालाई देख्दा निकै निहालेर हेरिरहेको अवस्थामा यता भूमिकाका श्रीमानले पनि यसरी के हेरिरहेका छौ र अब उनलाई अरू केही सम्बन्ध त छैन नि तिमीहरू दुईटाको भनेर प्रश्नसम्म राखिसकेका छन् भने अब त्यस घरमा भूमिकालाई अब अझै सम्म खाइरहेकी भूमिकालाई भोकभोकै बाँधेर राखेका सम्म थिए भने अब भने ती व्यक्तिले यानि कि अब पूर्व बोयफ्रेन्डले यस्ता आफू दुई बीचको सम्बन्धबारे मुख खोले भने अब पनि भूमिकाको जीवन कस्तो होला त साथीहरू, कष्टदायी पक्कै पनि हुनेछ। र अब श्रीमानले के साँच्ची नै अब भूमिकाको श्रीमानले कस्तो यानि कि अब कस्तो रूपमा देख्न पाइएला त साथीहरू। ती व्यक्तिले पनि आजसम्म मुख भने खोल्न चाहेका पनि पक्कै छैनन् के कुनै न कुनै स्वार्थपूर्वक नै त्यहाँ उपस्थित भएको हुनुपर्छ। यता भूमिकालाई भने अनेकौं पटक हेरिरहँदा यस्ता प्रश्नहरू राखिसकेका छन् आफ्नै श्रीमानले पनि। केही पनि होइन, हाम्रो गाउँघरको चेली अब निकै परिवर्तन आएको रहेछ भनेर मात्र हेरेको हुँ भनेर कुरासम्म मिलाएका छन् भने अब एकान्तमा भूमिकालाई भेट्दा के भन्लान् त साथीहरू हो साथीहरू। अब निकै लामो समयदेखि यस्ता पीडामा परिरहेकी भूमिकामाथि अझै अर्को वज्रपात परिरहेको अवस्था छ साथीहरू। निकै डराएर अब आफ्ना श्रीमानको अँगालोमा जाँदा समेत धक्का दिएर श्रीमानले अब निकै यस्ता नाटकहरू नगर भनेर धक्का मारेका थिए साथीहरू। अब भने भूमिका